안녕하십니까? तपाईँहरूको प्रशिक्षण विद्यार्थी हुँदै प्रशिक्षकको महाअभियानमा जोडिएको कृष्णबाट आज चाहिँ मैले यो खुरै र सुकुरेको बारेमा चाहिँ अलिकति सानो टिप्स अथवा अवल्याएर उपस्थित गरिसकेको छु। यो चाहिँ बुकको 43 यात्रामा छ, तपाईँहरूले त्यहाँ गएर पनि हेर्न सक्नुहुन्छ। ठ्याक्कै बुकको जस्तै छ। यहाँ छ खुरेद भनेको के हो त? खुरेद भनेको पहिलो कुरा चाहिँ थमक छाङ्गे हो, अनि सुकुरेफ भनेको चाहिँ खोजाङ छाङ्गे हो। यो खुरेद भनेको के हो त? ताङ फाटाको खोरुवाला छङ्गे हान्ने साङ छाङ्गे हो। यो के हो त? जमिनको भूमिलाई समतल बनाउने अथवा व्यवस्थापन गर्ने, त्यसलाई चाहिँ मिलाउन प्रयोग गर्ने एउटा उपकरण हो। यो चाहिँ के पर्छ? थमक छाङ्गेमा पर्छ। अनि यो सुकुरेफ भनेको के हो त? सुकुरेफ भनेको यो चाहिँ खोजाङ छाङ्गे हो। खोजाङ छाङ्गे जुन चाहिँ पिच गर्दाखेरि, रोडलाई चाहिँ पिच गर्दाखेरि प्रयोग गरिन्छ, जसले चाहिँ के गर्छ? थोरो भनेर भन्छ। थोरो भनेको बाटोको सतहलाई ठोगल्ने गर्दा भनेको खोर्सानी, त्यसलाई चाहिँ कोतानी खोर्सानी र फेङ हागे हान्न मिला भनेर भन्छ। समथर बनाउने उपकरण हो। सुकुरेफ भनेको चाहिँ के हो त? खोजाङ छाङ्गे हो, पिच गर्ने, रोड पिच गर्ने उपकरण पर्छ। त्यही भएर चाहिँ यहाँ थोरो ठोगल्ने गर्दा फेङ हागे हान्न भयो। र खुरेद चाहिँ के हो त? यो चाहिँ थमक छाङ्गे हो। त्यही भएर चाहिँ ताङ फाटाको खोरुवाला छङ्गे हान्ने साङ छाङ्गे मिला। यो चाहिँ हामीले ठ्याक्क पढ्दाखेरि चाहिँ अब पढाइहाल्छ, देखेपछि चाहिँ सही एन्सर लाउँछु, तर ठ्याक्क मुखमा यसलाई चाहिँ बसाल्न अलिकति गाह्रो हुन्छ, किनकि उस्तै छ पढ्दाखेरि। र यस्तै टिप्स भिडियो चाहिँ म ल्याउँदै गरेको छु। आजको भिडियो चाहिँ कस्तो लाग्यो कमेन्ट गर्नु होला। ल।